छाङछाङदी छाया क्षेत्र शक्तिपीठ प्रवेशद्वार। ल अब हामी यहाँ भित्र जाँदैछौँ मन्दिर दर्शन गर्नको लागि। अब यहाँबाट अलिकति भित्र मन्दिर जाँदैछौँ हामी छाङछाङदी छाया क्षेत्र। त्यसपछि जय भोले, जय शम्भु, भोले बाबा, भोलेनाथ। त्यसपछि यहाँ भगवानको मन्दिर एउटा, यहाँ के को मन्दिर रहेछ भने बर्माको मन्दिर, बर्माजी भित्र विश्वकर्मा बाबा, विश्वकर्मा बाबा, विश्वकर्मा बाबा छाङछाङदी मन्दिरमा। ल त्यसपछि यहाँ घन्टी बजाउँदै हामी छाङछाङदी छाया क्षेत्र मन्दिर प्रवेश गर्दैछौँ। यसरी यो उकालो बाटो हिँड्नुपर्छ, यसरी हिँड्दैछौँ हामीहरू। ल घन्टी बजाइयो यसरी, अनि यहाँ पिपलका बोट, पोपलका रुख। त्यसपछि हामी यहाँ मन्दिर प्रवेश गर्दैछौँ है। यो चाहिँ काल भैरव, यताबाट घुम्ने। त्यसपछि यता जय हनुमान, अनि यसरी छाङछाङदी छाब्दी भएर। ल यहाँ चाहिँ छोरीले घन्टी बजाउँदैछन्। ल ल सानो यहाँ डाङ्ग्रेको चल्लो पनि रहेछ। ल अनि यहाँ चाहिँ पहिला भित्र गएर नुहाउने रहेछ, नुहाउने हात खुट्टा धुने। यहाँ चिप्लो छ है, एकदम केयर गर्नुपर्ने रहेछ। त्यही छाङछाङदी छाब्दी बरामा यसरी माथि जम्नु छाब्दी बरा मन्दिर आएको हामी। यो माथि चराबाट यसरी पानी झरेको, तलसम्म झरेको यसरी। अनि यहाँ तल्लो यसरी पानी आउँछ है, यसरी जलधारा आइरहन्। यहाँ बस्ने नुहाउने, त्यसरी नुहाइधुवाइ गर्ने। सरस्वती माता, अनि हवन कुण्ड, हवन कुण्डमा हवन गर्ने। त्यसपछि नन्दी होइन, नन्दी। अनि नन्दीपछि छाया क्षेत्र शिव मन्दिर छाङछाङदी तिनसेङ्जा छाया क्षेत्र सेवा समितिको सक्रियतामा निर्मित। ल यो पुनर्निर्माण मिति विक्रम सम्वत 59 कार्तिक 6 गते शुभम गरिएको। ल यहाँ यसरी मन्दिर माथिसम्म है, माथिसम्म मन्दिर। शिवजी भित्र हुनुहुन्छ, शिवजी भित्र हुनुहुन्छ। शिवजी, शिवजी छैन मन्दिर। अनि त्यसपछि यता बाहिरी क्षेत्र सबै छ है।